हेलो अनि वेलकम टु बी स्टुडियो। हाम्रो स्टोर चाहिँ यो एमजी मार्ग गान्तोकको एमजी मार्गमा हाफ गान्धी स्ट्याच्युकै ओह्रालोपट्टि राजश्री भन्ने स्टोरकै अलिकति भित्रपट्टि छ। हाम्रो स्टोरमा चाहिँ हेर्नुहोस् त कुर्ता ब्याग्स हो अनि मोस्टली प्राइमरीली साडीहरू पाउनुहुनेछ। सो स्टोरको लोकेसन म तपाईँहरूलाई कमेन्ट सेक्सनमा पनि एउटा भिडियो हाल्नेवाला छु। सो आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई एक दुईवटा हेर्नुहोस् न साडीहरू देखाउनु गइरहेको छु है। यो कटनको साडीमा चाहिँ हेर्नुहोस् त यसरी टिक्की लगाएको छ हो। यो चाहिँ अस्ति मेरो अर्को चाहिँ मस्लिन सिल्कमा अभाइलेबल थियो, यो चाहिँ कटनमा हो। टिक्की इज वोभन इनसाइड द फ्याब्रिक। हेर्नुहोस् त कस्तो राम्रो छ। अलिकति जुम आउट भयो कि हो। ग्रे साडीमा यो आँचल चाहिँ पिङ्क कलरको छ हो। अन्तखेरि यस्तो छ फुल साडीमा हेर्नुहोस् न कस्तो प्रिटी साडी छ यो हो। सो साडीको पट्टि चाहिँ यस्तो हुन्छ हो। अन्त भित्रपट्टि ऱ्याप गर्नेपट्टि चाहिँ त्यति त्यो टिक्की हुँदैन। अन्त यसको ब्लाउज चाहिँ नि पिङ्क कलरको हेर्नुहोस् त। सो यो साडीको प्राइस चाहिँ 1990 रुपिसमा तपाईँले 15% अफ दिनेवाला छु हो। सो मन पऱ्यो भने बुकिङको लागि तपाईँले मलाई स्क्रिनसट सेयर गर्नुहोस् होला। सिङ्गल पिसेस छ यिनीहरूमा। सो बुकिङको लागि चाहिँ म फुल पेमेन्ट लिनेवाला छु। बुकिङ विल ओन्ली बी कन्फर्मड विथ अ फुल पेमेन्ट होस्। सो हेर्नुहोस् 15% अफ अन 1990 रुपिस। यो साडीहरू चाहिँ हेर्नुहोस् त यो ब्रासको टिक्की लगाएको वोभन इन्टु द साडी, इट्स नट पेस्टेड। सो हेर्नुहोस् त यो चाहिँ साडीमा यसरी वोभन इन्टु द साडी। यो टिक्कीहरू चाहिँ पेस्ट गरेको हुँदैन, यी थ्रेडको भित्रभित्र युज गरेको हुन्छ हो। अन्तखेरि हेर्नुहोस् न कस्तो प्रिटी छ यो साडी। यो साडीको डिफ्रेन्ट मटेरियलहरूमा अभाइलेबल थियो, मटकामा पनि अभाइलेबल थियो। तर यो चाहिँ तपाईँको कटन र अलिकति सिल्क मिक्स भएको कपडामा छ है। प्राइस यसको 4200 को थियो, तर अहिले डिस्काउन्टमा 3150 रुपिसको हो यो साडी हो। यसमा ब्लाउज पनि तपाईँले यस्तो म्याचिङ पिङ्क कलरको पाउनुहुनेछ हो। आँचल तपाईँहरूलाई फेरि एकपल्ट देखाउनु गइरहेको छु। हेर्नुहोस् न कस्तो राम्रो छ है यो साडी हो। लाउँदा एकदमै क्लासी अनि एलिगेन्ट देख्ने यो साडी। प्राइस यसको 3150 रुपिस। मन पऱ्यो भने तपाईँहरूले स्क्रिनसट लिएर बुकिङ गर्नु सक्नुहुनेछ। यो साडीमा अझै एउटा कलर अभाइलेबल छ, देखाउनु गइरहेको छु। हेर्नुहोस् त। सो यो भयो एउटा साडी। अन्त यो ब्लू कलरमा हेर्नुहोस् न, यो टिक्कीहरूले गर्दाखेरि अलिकति वोभन इन्टु द फ्याब्रिक। सो देयर फोर द प्राइस हेर्नुहोस् त कति राम्रो छ यो साडी पनि हो। सो यो दुईवटा साडीज अभाइलेबल छ यो वाला डिजाइनमा। प्राइस यसको 3150। अन्त बुकिङको लागि तपाईँहरूले स्क्रिनसट लिएर मलाई वाट्सएप गर्न सक्नुहुनेछ। 9163290667 इज माई वाट्सएप नम्बर हो। नेक्स्ट साडी देखाउनु गइरहेको छु यो कटवर्क बोर्डरमा। सो नेक्स्ट साडी देखाउनु गइरहेको छु यो कटवर्क बोर्डरमा। हेर्नुहोस् न फ्याब्रिक यसको कटन र हल्का सिल्क मिक्स गरिएको छ। अन्त यो साडीमा चाहिँ यस्तो कटवर्क डिजाइन हेर्नुहोस् त। दिस साडी इज फर द कलेक्टर्स जसलाई डिफ्रेन्ट प्रकारको कामहरू गरिएको मनपर्छ नि साडीहरूमा, उहाँहरूको लागि चाहिँ हेर्नुहोस् त यो कटवर्क बोर्डर गरिएको फुल साडी चाहिँ तपाईँको मजाको एमरल्ड ग्रिन कस्तो खालको कलरमा छ। अन्त प्राइस यसको एक्चुअल प्राइस यो साडीको 1850 रुपिस। त्यसमा प्राइस आफ्टर डिस्काउन्ट विल बी अलिकति डिस्काउन्ट हालेको छु, एकताल हेर्नु पऱ्यो। हेर त बहिनी यसमा ट्याग। सो हेर्नुहोस् त यस्तो छ हो, एकदम कटवर्क भएको। यसको प्राइस आफ्टर डिस्काउन्ट विल बी 1590 रुपिस अप्रोक्सिमेटली हो। सबै कटवर्क गरिएको छ। हेर्नुहोस् न कटवर्क एम्ब्रोइड्री भनौँ न हो। यसको आँचल फेरि देखाउँदैछु तपाईँलाई। हेर्नुहोस् त आँचल चाहिँ यस्तो छ सबै कटवर्क
खालके डिजाइन है सो यसमा दुईटा कलर अवेलेबल छ सो दिस इज द नेक्स्ट कलर अप्सन हो बेजिश अफ वाइट कस्तो खालकेमा चाहिँ हेर्नुहोस् त यो वाला हो सो यो पनि अवेलेबल छ प्राइस यसको 1850 हो तर यसमा 15% अफ दिइरहेको छु 1590 जस्तो पर्छ तपाईँलाई आफ्टर डिस्काउन्ट दिस इज द ब्लाउज पिस मन पऱ्यो भने तपाईँहरूले स्क्रिनसट लिएर मलाई वाट्सएप गर्न सक्नुहुन्छ सो मेरो यो नेक्स्ट पिस चाहिँ नि मल कटन साडीमा यो चाहिँ ह्यान्ड पेन्टेड हेर्नुहोस् त यो चाहिँ ह्यान्ड पेन्टेड साडी हो है हेर्नुहोस् न हो सो यो चाहिँ प्योर मल कटनमा हो ह्यान्ड पेन्टेड हो अन्तखेरि प्राइस यसको 1400 रुपिस यसमा अझै तपाईँले डिस्काउन्ट गरेर 1250 यस्तो पर्छ हेर्नुहोस् न कस्तो स्टनिङ यिनीहरू पनि साडी कलेक्टर्सको लागि ह्यान्ड पेन्टेड साडी हो मन पऱ्यो भने स्क्रिनसट लिएर बुकिङ गर्न सक्नुहुन्छ अन्त यो चाहिँ एकदम डार्क ब्ल्याक कलरमा छ है साडी यस्तो छ यो चाहिँ ब्लाउज पनि छ तर यसमा बेटर तपाईँले आफ्नै ब्ल्याक अरू कुनै मिक्स एन्ड म्याच ब्लाउज गर्नुभयो भने बेटर देख्ने रहेछ